नाम छ हाम्रो शल्यक्रिया N1 र शल्यक्रिया N1 भनेपछि बेसिकली हामीले एउटा यो मेडिकल टर्मिनोलोजी लिएको छौँ। विशेष गरी यसलाई कसरी भन्दा राज्यलाई नीति विधि पद्धति किन यसको चाहिँ के त्यस्तो खालको छ, त्यहाँ कमी कमजोरी लुपहोल्सहरू के छ र त्यसलाई कसरी चिरो पारो गर्ने र सहीलाई सही बनाउने लेजिटली र अलिकति केही कमी कमजोरी छ भने त्यसलाई पुनर्संरचना कसरी गर्दा समग्र देशले एउटा त्यो खालको ऊर्जा भेट्छ या त्यो खालको एउटा नीति विधि पद्धतिमा हामीले वर्कआउट गर्न सक्छौँ भन्ने विषयमा हामी निरन्तर चलिरहेको छौँ र त्यो चल्ने क्रममा हामीले धेरै यस्ता खालका अन्तर्क्रिया कार्यक्रमहरू गऱ्यौँ र यो अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिँदै जाँदाखेरि हामीले एकजना अभियन्ता डाक्टर प्रेमसिंह बस्नेत उहाँसँग भेटघाट भयो र उहाँलाई 3वटा कार्यक्रममा हामीले समावेश गऱ्यौँ र त्यसै अन्तर्गत उहाँले मलाई डाक्टर द्वारिकानाथ ढुङ्गेलज्यूको नम्बर र उहाँले रेकमेन्डेसन गरिदिनु भयो। त्यसपछि मैले उहाँलाई भेटेँ। उहाँलाई भेटिसकेपछि मैले यहाँ अर्को एकजना व्यक्तित्व हुनुहुन्छ रवि सरलाई पनि भेटेपछि र अहिले यो फ्लोर विशेष गरी तृप्ति म्याम र मलाई हाम्रो राजा थापाजीले चाहिँ यो एउटा फ्लोर र अफकोर्स मिस्टर कार्के हामीले अहिले यो अभियानलाई चाहिँ विशेष गरी यहाँ मैले अहिले 15 मिनट मात्र समय पाएको हुनाले के कति समग्र रूपमा यसलाई ब्रिफिङ गर्न सक्छु या तपाईँहरूको साथ र समर्थनको या सहयोगको अपेक्षा गर्छु, त्यसको लागि म अगाडि बढ्दैछु। र हामीले अलिकति यो विशेष गरी चिरो फारोमा चाहिँ हामीले धेरै त्यस्ता चिजहरू देख्छौँ र धेरै यस्ता चिरो फारोको कुरामा अहिले भर्खर डाक्टर ढुङ्गेलले भन्नुभयो, अहिले भर्खर आज सामाजिक सञ्जालमा छापछापी आइरहेछ विशिष्ट श्रेणीका व्यक्तिहरूलाई यस्तो दिने भन्ने टाइपको यो जुन प्रिभिलेज गर्ने अनर गर्ने अथवा त्यस्तो खालको यो व्यक्ति र सुशासन पनि यस्ता व्यक्तिहरूले मात्र नारा लगाए जुन व्यक्तिहरू आफै त्यो सुशासनमा आफै चाहिँ भ्रष्टाचारमा लिप्त भएका त्यस्ता व्यक्तिहरूले चाहिँ यो पवित्र शब्दको नारालाई चाहिँ संस्थागत र त्यसको उजागर गर्न खोज्दाखेरि चाहिँ हामीलाई साह्रै नै पीडा भएको छ। र अर्को यहाँनिर हामीले एउटा मुद्दा उठाएको छ नि के भन्दाखेरि एउटा हामीले पुस्तक पनि लेखिरहेको छौँ मैले र विशेष गरी यहाँलाई पछि हामी वैशाखको फर्स्ट विकमा र नेपालको समग्र यो राजनैतिक सङ्गठनमा चाहिँ एकल व्यक्ति त्यो चाहिँ जो चाहिँ जेनेटोक्रेसी एकदमै मेरिटोक्रेसी भएन, अशक्त असक्षम अयोग्य र त्यसमा कुनै पनि एउटा एजेन्डा विहीन खालि प्रधानमन्त्री बन्नको लागि मात्र एउटा क्लब चलाएर प्रधानमन्त्री बन्देर हाम्रो भिजन मिसन अब्जेक्टिभ र अकम्प्लिस गर्ने कुनै पनि त्यस्तो खालको योजना नभएको व्यक्तिहरूले चाहिँ हामीले पटक हामीले टोलरेट गर्न पर्यो। र यो विषयमा पनि हामीले एउटा वान अफ द कम्पोनेन्ट हो, यसलाई पनि कसरी पुनर्संरचना गर्ने भनेर त्यो किताबमा त्यो सोर्ट एनालाइसिस एउटा नेतृत्वको सोर्ट एनालाइसिस भइरहेछ र हामी यसलाई अहिले चरम निराशावादीतिर पनि जाँदैनौँ, हामीले आशावादीतिर जान्छौँ र आशावादी हामी यो बौद्धिक नागरिक समाज यो बौद्धिक समाजले हामी पटक भनिरहेछौँ। अहिले भर्खर रवि सरले 36 सालको कहानी सुनाउनु भयो। 46 सालमा तपाईँहरू जस्तो व्यक्तित्वहरूले धेरै परिवर्तनको लागि खाका तयार गर्नुभयो होला र वैश्विक कुशलीको आन्दोलनमा पनि तपाईँ हामीले धेरै त्यो कुराहरूमा चाहिँ मन्थन र बहस गऱ्यौँ र मण्डलामा हामीले धेरै नागरिक समाजका अगुवाहरूले त्यसलाई अगुवाई गरेको कुरामा हामी नकार्न सक्दैनौँ र अब पुनः एकचोटि यो 81-82-82मा तपाईँ हाम्रो चाहिँ एउटा एकताबद्धता जरुरी छ र त्यसमा हामीसँग पिएचडीका साथीहरू धेरैजनासँग आबद्ध भइसकेका छौँ। अहिले हामीसँग 69 जना पिएचडीका साथीहरू दो हामीसँग 365 जना हुनुहुन्छ, तर उहाँहरू चाहिँ हामीले अलिकति राजनैतिक क्षेत्र अलिकति समग्र देशप्रति चाहिँ त्यसलाई परिवर्तन गर्नुपर्छ, रूपान्तरण गर्नुपर्छ, यो चिजहरूमा चाहिँ हामीले अपेक्षाकृत यो गर्नुपर्छ भन्ने व्यक्तित्वहरूलाई हामीले सङ्कलन गरिरहेका छौँ र अर्को पूर्व सचिवहरू पूर्व प्रशासनिक व्यक्तिहरू र पेसाकर्मी र एकदमै विभिन्न विद्वत व्यक्तित्वहरू वैज्ञानिकदेखि लिएर सामाजिक सञ्जालमा हामीले हरेकचोटि अहिले मसँग एकजना साथी हुनुहुन्छ मेरो साथी दीपक खनाल सैनिक
हामी पटक पटक जो व्यक्तिले सामाजिक सञ्जालमा बढी लेख्नुहुन्छ हामी उहाँलाई पर्सनली गएर भेट्छौँ र भेटिसकेपछि समग्र देशको विषयमा तपाईँ एउटा मोबाइलमा एउटा ग्याजेटमा मात्र लेखेर नबस्नुहोस्, आउनुहोस्। अब तपाईँ हामीले हातेमालो र सहकार्य गर्नुपर्ने अवस्था आएको छ भनेर हामी निरन्तर खटिरहेछौँ र यही खट्ने क्रममा तपाईँहरूसँग पनि आज हामी जोडिने मौका पाएको छौँ। वान्स अगेन आई वुड लाइक टु थ्याङ्क्स टिप्ली एन्ड अल यो नेसनल इस्युज ग्रुपहरूलाई। र अलिकति हामीले कहाँनिर भन्ने हामीले 79वटा बुदाहरू तयार पारिसकेको छौँ। कहाँ कहाँ छ त कमी कमजोरी, जस्तै राष्ट्रिय नियुक्तिमा हो कि अथवा अदालतका चाहिँ नियुक्तिहरूमा हो कि अथवा कहाँनिर जस्ता खालका कृषि नीतिमा हो कि अर्थनीतिमा हो कि स्वास्थ्य नीतिमा हो कि यो सबै कुराहरूलाई चाहिँ हामीले हरेक बौद्धिक व्यक्तित्वहरू हरेक हामीले चाहिँ यो बिजनेस एक्सन प्लान लेख्न सक्ने व्यक्तित्वहरूसँग हामीले निरन्तर कलेक्टिभ वेमा हामीले कलेक्सन गरिरहेका छौँ र त्यसलाई त्यो किताब एउटा हामीले डिड यु नो भन्ने हामीले एउटा पम्पलेट त्यसलाई टेम्प्लेटको रूपमा पनि निकाल्न खोजिरहेको छौँ र त्यसमा तपाईँहरूले हामी अब तपाईँहरूको समूहलाई पनि दिन्छौँ। त्यसमा कुनै चिजहरू राम्रो लाग्छ ओके त्यसलाई एप्रिसिएट गरिदिनु होला। जुन चिजमा अलिकति करेक्सन गर्नुपर्ने देख्छ भने त्यसलाई पनि करेक्सन गरेर अहिले सुड बी लाइक दिस भन्यो भनेदेखि हामी तपाईँलाई एप्रिसिएट गरेर हामी तपाईँहरूको प्रति चाहिँ आभारी हुनेछौँ। र अहिले यो रिसेन्टली अब हामीले यो वैशाखमा अर्को एउटा अभियान चलाउँदैछौँ। अहिले अभियानमा हामीसँग धेरै साथीहरू इन्जिनियरहरू हुनुहुन्छ, हामीसँग चार्टर्ड एकाउन्टेन्टहरू हुनुहुन्छ। हामीले हरेक अनि यस्ता युवाहरू तृप्ति जस्ता युवाहरूसँग पनि हामी निरन्तर छलफल